भाइ साँच्चीका दाइ तपाईँलाई एउटा कुरो भन्न मन लागेको थियो। अब त्यहाँ चिया पसलमा साथीहरू बहस गरेको सुनेको मैले। यो तिनवटा दलहरू एउटै हुन्, प्रचण्ड प्रचण्ड अनि शेरबहादुर देउवा केपीले एउटै हो भन्छन्। के हो दाइ, तपाईँले अस्ति त प्रचण्डलाई भिन्दै तरिकाले भन्नुभएको थियो। त्यो बारेमा मलाई भनिदिनु पर्यो, तपाईँले साथीहरूसँग गफ गर्नै सक्छ। तिमीले भनेको कुरो एकदम अहिलेको बहसमै छ। अहिले रहेका शीर्ष नेताहरू भनौँ वा जेनजी पुस्ताबाट आएका भाइ बहिनी नेताहरू भनौँ न एक किसिमले मा र कमरेड प्रचण्डमा उही हो, के फरक छ? विशेष गरी तिनवटा कमरेड प्रचण्ड अनि केपी ओली र शेरबहादुर देउवामा फरक छैन, यिनीहरू नै हो भन्ने एउटा भाष्य सिर्जना गरेका छन्। त्यो चाहिँ एकदम बिल्कुल एकदम 100% गलत हो। किन भन्दाखेरि सामान्य, यो त लामो बस गर्दा पनि भ्याउँदैन, तर पनि सामान्य कुरा चाहिँ के भन्नु पर्दाखेरि प्रचण्ड प्रधानमन्त्री हुँदाखेरि विकासका गतिहरू पृथ्वी त भएको थियो नि त। पहिलोचोटिको कुरो छोडिदियो, पहिलोचोटि भर्खर माओवादी तापमा आएको थियो, हेर्न युद्धबाट आएको थियो, सेना थियो, सबै थियो। त्यो बेला पनि आफूले गर्न खोजेका कामहरूमा एमाले काङ्ग्रेस मिलेर प्रचण्डलाई 9 महिनामै हटाए होइन, हटाएर कामै गर्न दिँदैन, सबै ठाउँबाट बाँडेर चाहिँ नरिया फालिरहेको थियो। दोस्रोचोटि पनि उनी छोटो समय 8 महिना त्यस्तै हुँदाखेरि उनले बिजुली अब लोड सेडिङको अन्त्य लगायतका विभिन्न थरीका बाटोघाटो काठमाडौँको बाटो हेर्नु चौडाहरू होइन, सुशासनका गतिविधि, अहिले तेस्रोचोटि प्रधानमन्त्री हुँदाखेरि सुशासनका गतिविधि होइन, विभिन्न किसिमका भ्रष्टाचारीलाई समाउने भुटानी साथी काण्डदेखि विभिन्न किसिमको काण्डलाई त प्रचण्डले ल्याउनु भएको हो नि त होइन। प्रचण्डकै पाला उनी 32 सिट हुँदा पनि जनतामा के अरे नेपालमा र जनतालाई सुशासनको ग्यारेन्टी गर्छु भन्ने लागेको मान्छे त प्रचण्ड हो नि त। त्यो हिसाबले सोध्नुहोस्। अनि प्रचण्डकै पालामा बालेन शाह, हर्क साम्पाङ लगायतकाले चाहिँ आफूले काम गर्न पाएको थिए नि त होइन, गतिविधि गर्न पाएको थियो, काठमाडौँको विकास भइरहेको थियो, विभिन्न किसिमको प्रचण्डको पालामा हो नि त। प्रचण्डले उहाँहरूलाई स्वतन्त्र उम्मेदवारलाई के भन्छ, गुलाबको फुल, गणतन्त्रका फुल भन्छ, अरूले के भन्छ, हावादारी विभिन्न थरी कसरी पठाएका छन्, तीबाट तुलना गर्न सक्छौँ। रवि लामिछाने यो चाहिँ गणतन्त्रको चाहिँ एउटा नमुना हो, यो चाहिन्छ, यसलाई जेलमा हाल्नुहुन्न, रवि लामिछानेलाई जेलमा हाल्नु गलत हो भने प्रचण्डले बोलेको छ, अरूले बोलेको छ, अरूले जेलमा हालेर सडन बाग खुसी भएको छ हो। यही नै आधार हेरौँ न, यो सामान्य यति आधार हेर्दा पनि प्रचण्ड अरू नेताहरूभन्दा डाइनामिक नेता हो। प्रचण्ड केही गर्न चाहन्छ। अब अहिले जेनजी आन्दोलनको सुशीला आमाको सरकारले पनि केही गर्न नसकेको अवस्थामा न हत्या त्यत्रा चाहिँ नाबालक विद्यार्थीहरूको हत्या भएको छ, ती हत्यालाई न कारवाही गर्न सकेको छ। विभिन्न खण्डवादी अब भ्रष्टाचारको मान्छे समात्न लाए, एउटा काम चला चुनावी सरकारले के को मान्छे समात्नु, एउटा हत्यारालाई त समाउन सक्दैन, एउटा हत्यारालाई कारवाही गरेर प्रसिद्ध गर्न सक्दैन, स्पष्टीकरण दिन सक्दैन, गर्न सक्दैन। त्यो हिसाबमा समग्र रूपले हेर्दाखेरि अभिभावक भने जेनजीको अभिभावक भने पनि कमरेड प्रचण्ड नै हुनुपर्छ, प्रचण्ड नै हो, अवश्य नै हो। त्यही भएर दुईटो विकल्पै छैन। अरू नेताहरूभन्दा डाइनामिक नेता अरू सानो उदाहरणबाटै परास्त भएन। ल थ्याङ्क यू।